हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा खुलाएको विज्ञापनको बारेमा जानकारी दिनेछु र साथमा घरमै बसेर फर्म कसरी भर्ने यसबारे पनि जानकारी दिनेछु। भिडियोलाई स्किप नगरी हेरिदिनुहोला। भिडियो मन पर्यो भने लाइक तथा सेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो। प्रकाशित मिति 2081 साल 12 महिना 15 गते रहेको छ। अनलाइन फारम भर्नुपर्ने हुन्छ। नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति 2081 साल 12 महिना 15 गतेदेखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ। बैंकले तोकेको अनलाइन दरखास्त फारममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सोको साथ नागरिकता प्रमाणपत्र र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो र दस्तखत स्क्यान वा एट्याच गरी तोकिएको शुल्क तिरी मिति 2082 1 महिना 4 गतेसम्म र मिति 2082 1 महिना 11 सम्म दोब्बर दस्तुर तिरी अनलाइन दरखास्त पेश गर्नुपर्नेछ। म्यादभित्र दाखिल नभएको र रित्त नपुगी आएका दरखास्त उप कुनै किसिमको कारबाही हुने छैन। झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। विज्ञापन नम्बर 22 मा प्रबन्धक अर्थात् सीए पद रहेको छ। तह 8 खुलामा 2 जना र महिलामा 1 जना माग गरिएको छ। यस पदमा एप्लाई गर्नको लागि तपाईले चार्टर एकाउन्टेन्सीको प्रमाणपत्र प्राप्त गरी नेपाल सरकारको निजामती सेवा, सरकारी सेवा वा बैंक तथा वित्तीय संस्था वा विश्वविद्यालय वा शिक्षक सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएका सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा 5 वर्ष सेवा गरेको हुनुपर्नेछ। विद्यावारिधि उपाधि हासिल गरेको उम्मेदवारको हकमा न्यूनतम 3 वर्षको अनुभव हुनुपर्नेछ। विज्ञापन नम्बर 23 उप प्रबन्धक पद रहेको छ। तह 7 खुलामा 1 जना, व्यवस्थापन वा अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण वा चार्टर एकाउन्टेन्सीको प्रमाणपत्र प्राप्त गरी नेपाल सरकारको निजामती सेवा, सरकारी सेवा वा बैंक तथा वित्तीय संस्था वा विश्वविद्यालय वा शिक्षक सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएका सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा 2 वर्ष सेवा गरेको हुनुपर्नेछ। विज्ञापन नम्बर 24 सहायक प्रबन्धक पद रहेको छ। तह 6 खुलामा 19 जना, महिलामा 5 जना, आदिवासी जनजातिमा 5 जना, मधेसीमा 3 जना, दलितमा 2 जना र अपाङ्गमा 1 जना रहेको छ। यस पदमा एप्लाई गर्नको लागि तपाईले व्यवस्थापन वा अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसैगरी विज्ञापन नम्बर 25 सहायक प्रबन्धक अर्थात् सीए पद रहेको छ। तह 6 खुलामा 4 जना, महिलामा 2 जना, आदिवासी जनजातिको लागि 1 जना। यस पदमा एप्लाई गर्नको लागि सीए वा एसीसीए उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसपछि प्रदेश अनुसार विज्ञापन खुलाएको छ। सहायक पदको लागि सहायक पदमा एप्लाई गर्नको लागि ब्याचलर पास गरेको हुनु पर्यो। सबभन्दा बढी बागमती प्रदेशबाट खोलिएको छ। त्यसैगरी सहायक आइटी पदको लागि विज्ञापन खोलिएको छ। बागमती प्रदेशको लागि सहायक आइटी पदको लागि सूचना प्रविधिमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसैगरी कनिष्ठ सहायक अर्थात् गोल्ड टेस्टर पद रहेको छ। सेवा गर्नुपर्ने कार्यालय बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू, गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू, लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू र चौथोमा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू। गोल्ड टेस्टर पदमा एप्लाई गर्नको लागि तपाईले +2 पास गरेको हुनु पर्यो। नेपाल बैंक लिमिटेडले 2 वर्षपछि धेरै सङ्ख्यामा विभिन्न पदमा विज्ञापन खुलाएको छ। यदि तपाईहरू +2 पास गरेको हुनुहुन्छ र सरकारी जागिर खान चाहनुहुन्छ भने नेपाल बैंक लिमिटेडले खुलाएको गोल्ड टेस्टर पदमा एप्लाई गर्नुहोला। यदि ब्याचलर गरेको हुनुहुन्छ भने तपाईहरूले सहायक पदमा एप्लाई गर्न सक्नुहुन्छ। यस विज्ञापन सम्बन्धी विशेष सूचना केही यस प्रकार रहेको छ। समावेशी समूहका लागि छुट्याएको पदमा देहाय बमोजिम हुने गरी अनलाइन दरखास्त दिनुपर्नेछ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सो सूचीको आधारमा, तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गरेको प्रमाणपत्र अनिवार्य रूपमा स्क्यान गरी एट्याच गर्नुपर्नेछ। मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्थामा नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गरेको प्रमाणपत्र अनिवार्य रूपमा स्क्यान गरी एट्याच गर्नुपर्नेछ। यदि तपाईँ समूह छनौट गर्नुहुन्छ, जस्तो कि आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र, देन तपाईँले प्रमाणपत्र स्क्यान गरी एट्याच गर्नुपर्ने हुन्छ। उम्मेदवारको उमेर अनलाइन दरखास्त दिने अन्तिम मिति अर्थात् 2082 1 महिना 4 गतेसम्ममा प्रबन्धक अर्थात् सीए पदमा 21 वर्ष पुगेको र 45 वर्ष ननागेको, उपप्रबन्धक, सहायक प्रबन्धक र सहायक प्रबन्धक सीए पदमा 21 वर्ष पुगेको र 35 वर्ष ननागेको, सहायक आइटी र कनिष्ठ सहायक अर्थात् गोल्ड टेस्टर पदमा 18 वर्ष पुगेको र 35 वर्ष ननागेको, महिला तथा अपाङ्ग उम्मेदवारको हकमा उमेरको माथिल्लो हद 40 वर्ष ननागेको, ब्याङ्कको बहालवाला स्थायी कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने छैन, उम्मेदवारको छनौट विधि लिखित परीक्षा तथा अन्तर्वार्ता, तह 3 कनिष्ठ सहायक पदको हकमा प्रयोगात्मक परीक्षा समेत सञ्चालन हुनेछ। परीक्षण काल अवधि 1 वर्ष, महिला कर्मचारीलाई 6 महिना। परीक्षा दस्तुर प्रबन्धक सीए, उपप्रबन्धक, सहायक प्रबन्धक र सहायक प्रबन्धक सीए पदको खुला समूहका लागि ₹1000 र उक्त पदको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप 400 लाग्नेछ। सहायक आइटी र कनिष्ठ सहायक गोल्ड टेस्टर पदको खुला समूहका लागि ₹800 र उक्त पदहरूको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप ₹200 लाग्नेछ। रिक्त नपुगेको कारण अस्वीकृत हुने आवेदनहरूको परीक्षा दस्तुर फिर्ता हुने छैनन्। अनलाइन दरखास्त फारम भर्दाखेरि एकदम ध्यान दिएर फर्म फिल गर्नुहोला। एकचोटि हामीले पैसा बुझाइसकेपछि त्यो पैसा हामीले फिर्ता पाउने छैनौँ। परीक्षा दस्तुर बुझाउने प्रक्रिया अनलाइन आवेदन भरे पश्चात प्राप्त हुने निर्देशन बमोजिम नेपाल ब्याङ्क लिमिटेड मोबाइल ब्याङ्किङ वा कनेक्ट आइपिएस वा ई-सेवा वा फोन पे वा खल्ती मार्फत दरखास्त शुल्क भुक्तानी गर्नुपर्नेछ। यसरी दरखास्त दस्तुर भुक्तानी गर्दा लाग्ने दस्तुर आवेदक स्वयंले नै बेहोर्नु पर्नेछ। तोकिएको कुनै पनि भुक्तानी माध्यमबाट दरखास्त दस्तुर भुक्तानी गरिसकेपछि अनलाइन रिक्रुटमेन्ट पोर्टलमा पेमेन्ट सक्सेसफुली र सबमिटेड भए नभएको सम्बन्धमा आवेदक स्वयंले यकिन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम दिनसम्म पेमेन्ट सक्सेसफुल र सबमिटेड नभएको खण्डमा थप 7 दिनसम्म दोबर दस्तुर लाग्नेछ र दोबर दस्तुरको म्याद समाप्त हुँदासम्म पनि दरखास्त दस्तुर भुक्तानी नगरेमा वा अनलाइन दरखास्त फारम सबमिट नगरेमा आवेदन स्वीकृत गरिने छैन। लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ। लिखित परीक्षा कार्यक्रम र परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ। छनौट भई नियुक्ति गरिएका कर्मचारीहरूले ब्याङ्कले खटाएको जुनसुकै कार्यालय वा शाखामा गई काम गर्नुपर्नेछ। एकभन्दा बढी विज्ञापनमा अनलाइन दरखास्त फारम भर्दा प्रत्येक विज्ञापनको लागि अलग अलग नै दरखास्त दस्तुर भुक्तानी गर्नुपर्नेछ। दरखास्त फारम भर्न नेपाल ब्याङ्क लिमिटेडको वेबसाइटको क्यारियर्समा एप्लाई फर भ्याकेन्सी बटनमा क्लिक गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ। लिखित परीक्षाको पाठ्यक्रम नेपाल ब्याङ्क लिमिटेडको वेबसाइटको क्यारियर ट्याबमा राखिएको छ। प्रदेशगत विज्ञापनको हकमा कुनै एक पदको लागि उम्मेदवारले आफूले चाहेको कुनै एक प्रदेशमा मात्र दरखास्त पेश गर्नुपर्नेछ। एउटा पदको लिखित परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेछ। दरखास्त सम्बन्धी कुनै जानकारी लिनु परेमा नेपाल ब्याङ्क लिमिटेड प्रधान कार्यालय मानव स्रोत व्यवस्थापन विभागको इमेल तथा फोन नम्बर एक्सटेन्सन नम्बरमा सम्पर्क राख्न सकिनेछ। नेपाल ब्याङ्क लिमिटेडले धेरै सङ्ख्यामा विज्ञापन खुलाएको छ। यदि तपाईँले +2 पास गर्नुभएको छ भने र सरकारी जागिर खान चाहनुहुन्छ
नेपाल बैंक लिमिटेड तपाईको लागि एकदम राम्रो सुनौलो अप्सन हुन सकिन्छ बिकज नेपाल बैंक लिमिटेडको सिलेबस अरू ब्याङ्कहरूसँग कम्पेरिजन गर्दा एकदमै इजी क्वेसन सोध्छ। यदि तपाईँ घरमै बसेर आफ्नो मोबाइल फोन युज गरेर नेपाल बैंक लिमिटेडले खुलाएको विज्ञापनमा एप्लाई गर्न चाहनुहुन्छ भने गुगल क्रोम ओपन गर्नुहोला। सर्च बारमा नेपाल बैंक लिमिटेड लेखेर सर्च गर्नुहोला। सुरुमा जुन वेबसाइट सो भएको छ त्यो वेबसाइटमा क्लिक गर्नुहोला। मोबाइलबाट एप्लाई गर्दै हुनुहुन्छ त्यही भएर राइट साइड टपमा 3वटा डट हुन्छ, त्यसमा क्लिक गरेर डेस्कटप साइट इनेबल गर्नुहोला। मेरो डेस्कटप साइट अलरेडी इनेबल छ सो द्याट हाम्रो मोबाइलको स्क्रिन ल्यापटपको स्क्रिन जस्तै देखिनेछ। यति गरिसकेपछि देख्न सक्नुहुन्छ हाम्रो मोबाइलको स्क्रिनमा नेपाल बैंक लिमिटेडको अफिसियल पेज ओपन भएको छ। यदि तपाईँ सिलेबस डाउनलोड गर्न चाहनुहुन्छ भने सिलेबस भन्ने अप्सनमा क्लिक गर्नुहोला र यहाँबाट तपाईँ जुन पदमा एप्लाई गर्न चाहनुहुन्छ त्यो पदको सिलेबस डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि फर्म फिलअप गर्नको लागि भ्याकेन्सी भन्ने अप्सनमा क्लिक गर्नुहोला। यदि तपाईँ विज्ञापनको पीडीएफ डाउनलोड गर्न चाहनुहुन्छ भने फर्स्टवाला पीडीएफ डाउनलोड गर्नुहोला डाउनलोडमा क्लिक गरेर। त्यसपछि विज्ञापनमा एप्लाई गर्नको लागि एप्लाई फर भ्याकेन्सीमा क्लिक गर्नुहोला। एप्लाई गर्नको लागि सबभन्दा पहिला हामीले रजिस्टर गर्नुपर्ने हुन्छ। रजिस्टर गर्नुहोसमा क्लिक गर्नुहोला। आफ्नो फर्स्ट नेम लेख्नुहोला, पहिलो नाम, बीचको नाम छ भने बीचको नाम लेख्नुहोला, छैन भने नलेख्नुहोला, थर लेख्नुहोला, इमेल लेख्नुहोला, मोबाइल नम्बर लेख्नुहोला, पासवर्ड क्रिएट गर्नुहोला र त्यसपछि रजिस्टर गर्नुहोसमा क्लिक गर्नुहोला। रजिस्टर गर्नुहोसमा क्लिक गरे भने हामीले क्याप्चा कोड यहाँ लेख्नुपर्ने हुन्छ। तपाईको मोबाइलको स्क्रिनमा जुन क्याप्चा कोड सो हुन्छ त्यही कोड लेख्नुहोला। क्याप्चा कोड लेखिसक्नु भएपछि भेरिफाईमा क्लिक गर्नुहोला। त्यसपछि देख्न सक्नुहुन्छ यहाँ एउटा नोटिस सो भएको छ, एप्लिकेसन रजिस्ट्रेसन योर प्रोफाइल हैज बीन सक्सेसफुली क्रिएटेड, प्लिज लग इन विथ इमेल एन्ड योर पासवर्ड। मैले भर्खरै आफ्नो नामबाट रजिस्टर गरेँ। तपाईहरूबाट कतिजना कन्फ्युज हुन सक्नुहुन्छ। लास्ट इयर राखेको जीमेल आइडी र पासवर्डबाट हामीले यो वर्षको विज्ञापनमा एप्लाई गर्न सक्छौँ कि सक्दैनौँ। तपाईले त्यो आइडी पासवर्ड राखेर पनि लगइन गर्न सक्नुहुन्छ। मेबी तपाईहरूलाई आफ्नो आइडी याद छ होला तर पासवर्ड तपाईहरूले बिर्सिसक्नु भएको छ होला। यदि तपाईले आफ्नो पासवर्ड बिर्सिसक्नु भएको छ भने तपाईले फरगट पासवर्ड गरेर पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। त्यति झन्झट गर्नुभन्दा राम्रो तपाईँ एउटा नयाँ लगइन आइडी पासवर्ड राखेर रजिस्टर गर्नुहोस्। रजिस्टर गर्नु भएपछि जीमेल आइडी ओपन गर्नुहोला। देख्न सक्नुहुन्छ मेरो मोबाइलको स्क्रिनमा नेपाल बैंक लिमिटेडको ह्युमन रिसोर्स डिपार्टमेन्टबाट एउटा मेल आएको छ एप्लिकेसन रजिस्ट्रेसन भनेर। यस मेललाई ओपन गर्नुहोला र नेक्स्ट प्रोसेसको लागि हामीले यहाँ दिएको लिङ्कमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले रजिस्टर गरेको आइडी र पासवर्ड यहाँ लेखेर साइन इन गर्नुपर्ने हुन्छ। साइन इनमा क्लिक गऱ्यो भने हाम्रो मोबाइलको स्क्रिनमा नेपाल बैंक लिमिटेडको अफिसियल पेज सो हुन्छ। तपाईँ जुन पोस्टमा एप्लाई गर्न चाहनुहुन्छ हरेक पोस्टको छेउमा आवेदनको लागि लगइन गर्नु भनेर लेखिएको छ र तलतिर विवरणहरू हेर्नुहोस् भनेर लेखिएको छ। विवरण हेर्न चाहनुहुन्छ भने विवरण हेर्नुहोसमा क्लिक गर्नुहोला र आवेदन दिन चाहनुहुन्छ भने आवेदनको लागि लगइन गर्नु भनेर लेखेकोमा क्लिक गर्नुहोला। अहिले म गोल्ड टेस्टर बागमती प्रदेशकोमा चाहिँ एप्लाई गरेर देखाउन गइरहेको छु। आवेदनको लागि लगइन गर्नुहोसमा मैले क्लिक गरेँ। लगइनमा क्लिक गरेँ भने हाम्रो मोबाइलको स्क्रिनमा एउटा फर्म ओपन हुन्छ। हामीले रजिस्टर गर्दा आफ्नो नेम राखेका हुन्छौँ र त्यो नेम हाम्रो यहाँ अलरेडी लेखिएको हुन्छ। त्यही भएर नाम लेख्दा, फोन नम्बर लेख्दा, इमेल लेख्दा एकदम ध्यानपूर्वक लेख्नु होला। सुरुमा व्यक्तिगत विवरण भनेर लेखिएको छ। पहिलो नाम मेरो यहाँ सो भइरहेको छ। बीचको नाम मैले लेखिएको थिइनँ त्यही भएर यहाँ लेखिएको छैन। थर मैले जे लेखेको थिएँ त्यही यहाँ सो भइरहेको छ। त्यसपछि हामीले नाम देवनागरीमा लेख्नुपर्ने हुन्छ अर्थात् नेपालीमा लेख्नुपर्ने हुन्छ। पहिलो नाम, बीचको नाम, थर, त्यसपछि जन्ममिति लेख्नुपर्ने हुन्छ। विक्रम सम्मतमा र एडी दुवैमा लेख्नुपर्ने हुन्छ। लिङ्ग भनेर यहाँ चुज गर्नुहोला। त्यसपछि बुवाको नाम लेख्नुहोला, पहिलो नाम, बीचको नाम र थर देवनागरीमा लेख्नुपर्ने हुन्छ। आमाको नाम अनिवार्य छैन। हजुरबुवाको नाम लेख्नुहोला। त्यसपछि स्क्रोल गर्दै जानुहोला। रेड स्टार लागेको चाहिँ हामीले फिल गर्नुपर्ने हुन्छ। नागरिकता नम्बर, जारी जिल्ला, जारी मिति, थप विवरणमा धर्म। यति लेखिसक्नु भएपछि अगाडि बढ्नुहोसमा क्लिक गर्नुहोला। मैले फिल गरेको थिएन त्यही भएर अगाडि बढ्नुहोसमा क्लिक गर्दा दिस फिल्ड इज म्यान्डेटरी भनेर लेखिएको थियो।
मैले र्यान्डमली लेखिएको छु विवरणहरू। त्यसपछि अगाडि बढ्नुहोस्मा क्लिक गरे भने सम्पर्कको विवरणहरू हामीले फिल गर्नुपर्ने हुन्छ। माथितिर हेर्न सक्नुहुन्छ। सुरुमा आधारभूत रहेको छ जुन हामीले फिल गरिसकेको छौँ। त्यसपछि सम्पर्क रहेको छ। त्यसपछि शिक्षा विवरण फिल गर्नुपर्ने हुन्छ। त्यसपछि कागजातहरू हामीले अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि रुजु र पेश गर्नुहोस् भनेर लेखिएको छ। यो सबै विवरणहरू हामीले फिल गर्नुपर्ने हुन्छ र नेक्स्ट भन्ने अप्सनमा क्लिक गरेर हामीले नेक्स्ट गर्नुपर्ने हुन्छ। फर्म फिल गर्दा एकदमै ध्यानपूर्वक फिल गर्नुहोला। एकचोटि तपाईले फिल गरिसक्नु भएपछि पछाडि फर्कनुहोस् भन्ने अप्सन छ, त्यसमा क्लिक गरेर तपाईले चेक गर्न सक्नुहुन्छ। यदि विवरणहरू ठिक छ भने अनि तपाईले चाहिँ सेन्ड गर्नुहोला। सेन्ड गरिसक्नु भएपछि तपाईले पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गरिसक्नु भएपछि मात्रै तपाईले फिल गर्नुभएको फर्म चेक हुन्छ र यदि सबै विवरणहरू ठिक छ भने तपाईलाई फोन नम्बर मार्फत अर इमेल मार्फत मेसेज पाउनुहुनेछ। अहिले चाहिँ मैले 1 बाइ 1 सबै विवरणहरू फिल गरेर सो गरिन बिकज धेरै नै टाइम लाग्छ। यदि तपाईहरुलाई फर्म फिल गर्दा कुनै अप्ठ्यारो भइरहेको छ भने कमेन्ट सेक्सनमा सोध्न सक्नुहुन्छ। हस्त धन्यवाद। छिट्टै अर्को विज्ञापनको भिडियो लिएर उपस्थित हुनेछु।